हे गाइज वेलकम टु माई च्यानल। आज फेरि अर्को भिडियोमा उपस्थिति हुन गइरहेछु किनकि आज लास्ट अल्छी लागिरहेछ, बोर पनि लागिरहेछ। सबै घरदेखि माथिको डाँडामा गएर भिडियो बनाऊँ अनि टक्क भिडियो पनि छैन अनि भिडियोहरू हाल्नको लागि, अनि त्यही भएर धेरै दिन पछाडि भ्लग बनाउनु मन लागेर फेरि बनाएको। यसो हेरौँ, अब गाउँको भ्यू पनि हेरौँ। म जङ्गल पनि गएको छैन प्रायः जस्तो अहिले, तपाईँहरूलाई पनि देखाउँछु र अनि म पनि हेर्छु। डाँडो छ, म चढ्छु अब त्यहाँ डाँडामा गएर यसो बोल्ने भिडियो बनाउँछु अनि झर्ने हो। लगभग 3 या 4 बजीतिर रडिङमा जान्छु। आजदेखि म रडिङ हान्न जाने। कस्तो भएर हो दिन हो कि जिउ यस्तो रहेछ। म जाँदैछु टक्क हो जङ्गलै माथिको माइतीको घर। टक्क यो के अरे यसलाई के पो भन्थ्यो, के पो भन्छ यसलाई, खतरा फलेछ है। खतरा लाग्छ हुन्छ, खानु मिठो हुन्छ होइन। उसको नाम चाहिँ के पो हो, यो फेरि अलिक ठुलो अलिक बेसी भएपछि म फेरि यतै भिडियो बनाउन आउँदा भन्छु। यति राम्रो फल्छ नि, मिठो हुन्छ। भर्खर फलाएर कस्तो मिठो भएर मिठो हुन्छ। म यसको अचारहरू बनाउँछु नि, यसलाई के पो भन्छन् हौ, ठ्याक्कै नाम बिर्सिन्छु अहिले। ल म जङ्गल चढ्दैछु, फर्स्ट दिन जङ्गलको ब्लग हेर्नु होला पुरै भिडियो। गाउँको भ्यू पनि देखाउँछु। आजको मौसम खासै ठिक पनि छैन, मेरो मुड पनि ठिक छैन अनि त्यही पनि हिँड्दिउँ न के, घरमा बस्नु भनेर अनि भिडियो बनाउन हिँडेको। म मेरो घाँस काटेर ल्याइद भन्दैन थियो। म फेरि कहिले घाँस काट्नु, म फेरि त्यसरी काम गर्ने मान्छे। सो आधीमा आइपुगिसक्यो तलै गाउँ, गलिसक्यो त फर्स्ट भ्लग हो गाउँ। यहाँबाट भन्दा माथि जरासलबाट देखिन्छ, तर जरासल एउटा 1 किलोमिटरभन्दा माथि छ, उकालो छ। त्यही भएर जरासल चाहिँ जान्न म। यहाँ माथिबाट टक्क तपाईँलाई भ्यू देखाउँछु, आफू हेर्छु, भिडियो बनाउँछु। त्यस पछाडि टक्क घर जाने, भिडियो हेर्ने कस्तो भएछ हेर्नु। यहाँ यो जङ्गल भन्नाले जङ्गल चढेको हो। यता जङ्गल यता छ अनि त्यहाँ चाहिँ हामीले बल हेर्ने फिल्ड अहिले देखाउँछु। रोक्नु माथि र ब्याक क्यामेराले। अहिले चाहिँ म स्थानमा पुगेको छैन, हावा फेरि खतरा आउँछ। यहाँ रातिबाट भ्यू हेर्ने भने चाहिँ दामी देख्छ। अहिले त हुसियो लागिरहेको जस्तो लागिरहेछ घाम। यो धुवै के जङ्गलमा आगो लागेकोले धुवै छ। टक्क नर कपाल नसुकेर सुकाउँदा गरेर हिँडेको बस्दा अनि सित फेरि एकछिन युट्युबमा पनि धेरै भिडियो नहालेको। यसलाई अन्त आज भ्लग पनि बनाइदिउँ, गइदिन्छ नि। आइपुग्यो डाँडामा ट्याक्क गाउँको भ्यू राम्रो देखिँदैन रहेछ, ब्याक क्यामेरा होस्। एकछिन ब्याक क्यामेरा होस् है। हाम्रो गाउँ अहिले चाहिँ खासै राम्रो देखिएको छैन, त्यो हुसियो जस्तो लागेर यो जङ्गलसँगले पाउलेर खतरा छ। यहाँ चाहिँ गाउँ मेरो यहाँ चाहिँ यो मेरो घर अनि ऊ छिमेकी घर। उयो चाहिँ फिल्ड, हामी फुटबल खेल्ने फिल्ड। अनि यता गाउँ, यो त्यहाँबाट खेल्नेतिर गाउँ। त्यस पछाडि त्यो चाहिँ सुक्लाई गाउँ भोपालको घरतिरको लगभग साथीतिरको। अनि
ऊ यहाँको घर चाहिँ सानो भाइको टक्कर देखिरहेको छ। त्यही हो आज बल खेल्न भन्ने प्लान पनि थियो। हेर्नु होला मजाले गाउँ राम्रो छ, तर के हो अहिले कस्तो हुस्यो देखेर पर वहाँ हुस्यो देखिएर यहाँनिर केही देखेन पर। नत्र अलि छ्याङ्गा भएको दिनमा कुनै दिन आउँछु फेरि, छ्याङ्गा भएको दिन ब्लग बनाउँदै भिडियो बनाउनुलाई दामी देखिन्छ। त्यसलाई हेर्नु देखिँदैन रहेछ, त्यसलाई बोलाउँथ्यौँ टक्क हेर्नु। गाउँ फेरिमा खतरा लाग्छ घरिहरू चाहिँ। गाउँको मान्छे ठिक लाग्दैन, गाउँ भए पनि राम्रो, मान्छे उस्तै छन्। सो अब अगाडि गाउँ हेरिहाल्नुभयो। अब लगभग पहिले चाहिँ हामी यहाँ आउँथ्यौँ क्या, दाइहरू हुँदाखेरि हामी सानो हुन्थ्यौँ अनि यहाँ डाँडामा बस्थ्यौँ, हिँडेर बस्थ्यौँ। फ्रिफायर भर्खर चल्थ्यो त्यति बेला, अनि म चाहिँ खेल्दिनँ थिएँ। अनि दाइहरू टक्क खेल्नुहुन्थ्यो, अनि म चाहिँ यही रुखमा बसेर यही रुखमा टक्क बस्थेँ। अनि उभिएर हेर्थेँ, छाता ओढाइदिन्थेँ म, उनीहरू खेल्थ्यो। अनि फर्स्टमा हेरेर सिकेको गेम मैले खासमा। अनि त्यस्तै गरेर यता सबै जङ्गलतिर आउँथ्यौँ हामी टन्नै। त्यहाँदेखि दाइहरू हुन्थ्यो टन्न, कति हुन्थ्यौँ थाकल फोड्थ्यौँ, खान्थ्यौँ अनि बस्थ्यौँ। अनि जब रात पर्छ 1 बजीतिर आउँथ्यौँ, अनि गोठा लाउँथ्यो दाइहरू, म पनि बाख्रा लिएर आउँथेँ। त्यही हो ल, म एकछिन भिडियो बनाउँछु अनि एकछिन यहीँ बसेर अनि त्यसपछि हावा खाने अनि घर जाने। अहिले एकछिन समाप्त। भिडियो बनाएँ अनि हावा क्या मिठाइरहेछ, जाने मन लागेको छ, त्यो पनि जानु पर्ने नै हाल्छ। म घर जान्छु गाउँबाट, टक्क भ्यू पनि हेरिहाल्छ तपाईँहरूले, पुरै भिडियो हेर्नु होला ल। म घर टक्क लाग्छु, एउटा बेस्ट बोकेर आएको थिएँ, अब बेस्ट बोकेर टक्क गाउँ त हेरौँ। तर आज खासै भ्यू राम्रो देखाएन, म देखिहाल्दिनँ, फेरि आउँछु माथि। जङ्गलमा आएको पनि धेरै भएको थियो। ल म घरतिर लागेँ, अब जान्छु, बस्छु। अब के गर्नु, तर कुल हिँडेर छ यहाँ भन्छ मान्छे, क्या है दामी कुल हुने, शान्त मन हुने क्या एकान्तमा। झन्डै फोन भाग कुल हुने मान्छे होस्। कुल हुनको लागि त एकान्तमा बस्न आउनुपर्ने रहेछ, के आनन्द आउने क्या। हावा पनि क्या मिठो सर आउने। अब तलतिर गइसकेपछि हावै आउँदैन। म घर पुगिसकेपछि त्यसको अहिलेको नाम त के पो हो, त्यो फलको नाम मैले यादै गरिनँ। पहिला हामी पनि धेरै खान्थ्यौँ, चोरी खान्थ्यौँ सानो हुँदाखेरि, यादै गरिनँ मैले के हो। हुन चाहिँ हो, जे भए पनि भयो हुन चाहिँ। तर हरियो जङ्गलबाट पो रहेछ त चम्न छोरा बेर लाग्दैन। झर्ना त एकैछिनमा झर्निन्छ, हात गलिहाल्छ। ट्याक्क भयो। के चाहिँ रहेछ यो, यसको नाम के पो हो, के हो हुन चाहिँ अलिक बेसी फलेपछि दामी रहन्छ, त्यति बेला आउँछु म टक्क। अनि ब्लग बनाउँदै उकालो भ्यू देखेर टक्क आउँछु म। रडिङ हान्न जाउँ भनेको, के हुन्छ, गर्मी छ। 4 बजीतिर एक्लै सरक्क निक्लेर जानु पऱ्यो बल खेल्न भन्ने। घर आइपुग्न आँट्यो। अब घर आइपुग्न आँट्यो, म अन्त्य गर्छु ब्लगको। अब अर्को नेक्स्ट भिडियो आउनु पर्छ, भ्यू राम्रो भएको होला। अहिलेको बाई।